अर्को क्वेसन चाहिँ मेरो फेभरेट ड्रामाको बारेमा सोध्नुभएको रहेछ। मेरो फेभरेट ड्रामा रहेको छ डे ड्रिमर। यो चाहिँ टर्किस ड्रामा हो। यो चाहिँ मैले लकडाउनको बेला हेरेको थिएँ। यस्तो दामी छ नि यो ड्रामा। म अझै पनि हेरिरहेको छु कि त्यो कुनै कुनै एपिसोडहरू हुन्छ नि, म रिपिटेडली हेरिरहेको हुन्छ कि त्यो क्यारेक्टर छ नि, त्यसमा सनिम भन्ने एउटा क्यारेक्टर छ होइन, केटी होइन, त्यो क्यारेक्टरमा म आफूलाई देख्थेँ कि उसले हेर्दाखेरि आफू त्यस्तो इन्भल्भ भएर हेर्ने रहेछ क्या ड्रामा भनेको। जस्तै उसले त्यो हुन्छ नि फोटोग्राफिक मेमोरी थियो उसमा, अनि पर्फ्युमहरू गराउँथ्यो, उसको नेचर सुलबुली टाइपको थियो होइन। कस्तो मन पर्थ्यो कि म पनि त्यस्तै भइदियो हुन्थ्यो नि, यस्तो राम्रो थियो नि त्यो। वाउ, म त त्यो फ्यान हो कि साँच्चै। यदि हजुरहरूले ड्रामा स्टार्ट गर्दै हुनुहुन्छ भने प्लिज 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 टर्किस ड्रामा डे ड्रिमरबाट स्टार्ट गर्नुहोस्। लभिङ। म त सधैँ 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 सबैलाई यही भन्छु।